गुड मर्निङ साथीहरू। यतिखेर चाहिँ हामी बुल्गेरियामा छौँ। बुल्गेरियामा चाहिँ अहिले यो पजरदेखिबाट अलिकति भित्रपट्टि यहाँनिर एउटा पार्क रहेको छ। त्यहाँनिर चाहिँ हामी अहिले फुटबल खेल्न गइरहेको छौँ। यहाँ चाहिँ हाम्रो उज्जवल देवकोटा हुनुहुन्छ। उहाँ चाहिँ एकदमै फुटबल खेल्नमा चाहिँ हाम्रो टिमको सबैभन्दा राम्रो प्लेयर हुनुहुन्छ। त्यसै गरी चाहिँ हाम्रो दाई नवराज खड्का हुनुहुन्छ। त्यसै गरी हाम्रो यहाँ अभिषेक भट्टराई, उहाँ चाहिँ हाम्रो ग्रुपको सबैभन्दा ह्यान्डसम मान्छे। यहाँ देख्न सक्नुहुन्छ हजुरले। एउटा यहाँ चाहिँ अर्को फुटबल ग्राउन्ड छ। उज्जवल के छ, तपाईहरु कहाँ जाँदै हो? हामी बल खेल्न जाँदै हो, रमाइलो गर्दै। बल खेल्न बिदाको दिन ट्याक्क यो बाघ हेर्न सकिन्छ। तपाईँ चाहिँ यो फुटबल कसरी खेल्न सिक्नुभयो? तपाईँ चाहिँ एकदमै राम्रो प्लेयर हो नि त, होइन? खुट्टाले हान्ने सिकेको भन्ने नि यार, बच्चैदेखि खेल्दै आएको, लिएर अलिअलि खेल्दै गरेको र हिन्दी क्रम। उहाँ चाहिँ कुन प्लेयर रे? पहिलाको के प्लेयर रे? ए खो प्लेयर। उहाँ चाहिँ खतरा राष्ट्रिय प्लेयर पनि हो, होइन? यहाँ राष्ट्रिय प्लेयर चाहिँ अहिले हाम्रो बुल्गेरियामा देशको अवस्थाले गर्दाखेरि यसरी चाहिँ यहाँ जागिर गर्न आउनु भएको छ, होइन? तर ठिकै पनि हो। नेपालमा अवसर नहुँदाखेरि यहाँ चाहिँ पैसा कमाएर नेपालमा पछि केही गर्न सकिन्छ। अनि त्यसै गरी चाहिँ उति अगाडि हाम्रो दुईजना साथीहरू हुनुहुन्छ, अगाडि गइसक्नु भएको छ। यो चाहिँ मेरो ब्लगको मैले दुईटा कुरा के भनिदिनु न। यो माइललाई गीत दिन्छ एउटा ल। हाम्रो मालदा चाहिँ उहाँको घर चाहिँ रुकुम हो, होइन? उहाँ चाहिँ एकदमै नाच्न र गाउन चाहिँ एकदम पर्फेक्ट हुनुहुन्छ। मलाई गीत गाउनु न एउटा। हेलो सबैलाई नमस्कार हजुर। हजुर नमस्कार सबै। हाल बुल्गेरिया अहिले चाहिँ हामी फुटबल खेल्न जान लागेको छुट्टीको टाइममा। उहाँ चाहिँ एउटा गीत पनि गाउँदै हुनुहुन्छ अहिले चाहिँ, किनभने बगेको खोलामा हाम्रो भेटाइले होला कान्छी मायालाई सम्झिरहन्छु दिन कान्छी मायालाई। धन्यवाद। बिदाको समयलाई सजिलो गर्दै बल खेल्न जानु। बल खेल्न कहाँ बल खेल्दा? अहिले कहाँ हुनुहुन्छ? कुन देशमा हुनुहुन्छ? अहिले म हाल बुल्गेरियामा छु। अब आएको पनि 1 वर्ष हुन लाग्यो। हजुर, बुल्गेरियामा आएको छु। त्यही अब बिदा 5-6 दिन बिदाको क्रममा अब यो बिदालाई सदुपयोग गरौँ भन्ने क्रममा अब बल खेलौँ भनेर साथीभाइहरूसँग रमाइलो गर्न म जाँदैछु। हजुरको घर चाहिँ नेपालमा दाङ, होइन? दाङ तुलसीपुर। कति भयो बुल्गेरिया आउनुभएको? बुल्गेरियाको म 11 महिना पुरा पुगेर अब 12 महिना। अनि बुल्गेरियाको बसाइ कस्तो हुँदैछ? जति एक्सपेक्टेसन थियो त्योभन्दा राम्रै लाग्यो। मेरो चाहिँ राम्रो लाग्यो। अब हामी त कम्पनीद्वारा आउने हो, स्टुडेन्ट भिसा होइन। हजुर। अब कसैलाई राम्रो हुन्छ, कसैलाई नराम्रो हुन्छ। अब त्यही त अब अन्य देश मुलुकका मान्छेहरू 500-600 युरोमा आउँछन्, हामी $10,000 जति पे गरेर आउनुपर्छ। कुरा अरू त के गर्नु चाहिँ। अनि त्यस्तो हालतले अब केही बालिन सरकारले केही इम्प्रुभ गर्छ कि भन्ने आशा छ। हजुर, हेरौँ त्यो चाहिँ अब इम्प्रुभ गर्ला, होइन? अनि अब यहाँ बुल्गेरिया आउन चाहने नेपालीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुरले? आउनुहोस्, अब देशमा रोजगार छैन। अब सरकार आउने बित्तिकै देश विकास परिवर्तन हुँदैन, होइन? अब केही इम्प्रुभ हुँदै जाला, इन्डस्ट्रियल रेभोल्युसन होला। अब अहिले हाल आउनुहोस्, तर एकदम दुःखको खबर त्यो 12-13 लाख रुपियाँ चाहिँ तिरेर नआउनुहोस्। किनकि अब अहिले अब हाम्रो ओरिएन्टेसनमा श्रम स्वीकृति ओरिएन्टेसन पनि 10,000 रुपियाँ तिरेर जान मिल्छ भन्दो रहेछ। तर हाम्रो अब त्यो अब एउटा भनाइ मात्रै भयो क्या, त्यसलाई लागू गर्नु पर्यो। हाम्रो प्लेन टिकट पनि यतै कम्पनीले पठाइदिने रहेछ। तर उता दलहरूले त्यो प्लेन टिकट के भन्ने के भनेर 13-14 लाख खाइदिन्छन्। तर एकदम विडम्बनाको कुरा। अन्य मुलुकका व्यक्ति जस्तै हाम्रो बुल्गेरियामा धेरै जस्तो हुने युक्रेन, उज्बेक देशका मान्छेहरू हामी सोद्धा हामीले प्लेन टिकटमा त काटेर आयौँ भन्छन्। तर हाम्रो त 13-14 लाख रुपियाँ लगानी दलेलाई। अब अरू अन्य खर्च छुट्टै छ। अब त्यति चाहिँ लगानी गरेर आउँदा एकदम नराम्रो। यो अब कि त सकियो मान्छेले अब परिस्थिति बाध्यताले पनि तिर्नु पर्यो। अब सरकारले केही गर्नुपर्छ यस विषयमा पनि लाग्छ। धन्यवाद, तपाईँले यो समय दिनुभयो र राम्रोसँग फुटबल खेलेर फर्किनु होला। र अब आउँदा दिनहरूमा फेरि पनि हामी भेट्दाखेरि यसरी नै कुरा गर्नेछौँ।
ल हजुरलाई धेरै धेरै धन्यवाद है त अभिषेकजी सर हजुरलाई पनि धन्यवाद।